भर्खर हामी यो भर्खरको ओह्रालो बाटोबाट हामी झरेको यहाँबाट। अब हामीले चाहिँ यताबाट सिधै उता पारीको डाँडा जानु छ। तर एकदमै असाध्यै डर लागिरहेको छ। ओह्रालो असाध्यै ठुलो ओह्रालो छ यहाँ। तर हेर्नु गाउँघरतिर हिँडेको भरमा त आँट छ, तर पनि थुप्रो भइसकेको छ यहाँबाट झर्नको लागि। नचढेको यस्तो उकालो ओह्रालो धेरै भइसकेको छ। तैपनि हेरौँ पानी छ कि छैन। चिप्ले भने पनि यो भिडियो अनमै छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यता सानो पोखरी पनि छ तल। चिप्ले भने त्यो पोखरीमा पौडी खेल्नुपर्छ। ओके, इज विथ मी। चिप्ले भने चाहिँ बस्नुपर्छ जस्तो। हेरौँ के हुन्छ। बस्नु त असाध्यै गाह्रो रहेछ बाटो चाहिँ। ओके, लेट्स मुभ। असाध्यै गाह्रो छ बाटो। हेर्दा असाध्यै चिप्लो जस्तो छ। अब उता पनि अलिक सानसानो ढुङ्गाहरू छ। चिप्लोबाट हामीलाई अलिकति सहयोग गर्छ कि जस्तो लागिरहेको छ। अन्त के कसो बाटो कतिको चिप्लो छ? साह्रै चिप्लो तर सानसानो ढुङ्गा छ। चिप्ले नचिप्लिएला। तपाईँ हेर्न सक्नुहुन्छ बाटोको अवस्था कस्तो छ भनेर। तर पनि हिँडिन्छ। यतिको उकालो ओह्रालो त नेपालमा जन्मिसकेपछि यतिको उकालो त हिँड्नु परिहाल्छ। हाम्रा पुर्खाहरूले यही उकालो ओह्रालोमा चढ्दै जिन्दगी निर्वाह गरिसक्यो। अब हामीलाई चाहिँ कहाँबाट तराई आउने हो। हामी पनि यही बाटोलाई काट्नुपर्ने हो। तर यति कुरा हो, हामी अलिकति टेक्नोलोजीमा अगाडि छौँ र ठिकै हिसाबले पनि अलिकति अगाडि बढिसकेको अवस्थाले यो बाटोलाई सहज बनाउनु चाहिँ अलिकति अवश्य पनि सकिन्छ। त्यो अन्तर्राष्ट्रिय फाइनल्ली वी आर अन द डाउन लेभल। फेरि पनि उकालो चढ्नुपर्ने छ अब अवस्था। ओहो, असाध्यै गाह्रो रहेछ। हेर्नुहोस् त पछाडि। फेरि गाह्रो हुने भयो नि त अब त है। आइया, कसको फोन आयो यहाँ उकालो चढ्ने बेलामा। म्यासेज पो रहेछ एन्सेलले पनि बेला बेला माया गरेर हुन्छ। कति गाह्रो छ दाइ? साह्रै गाह्रो छ यहाँ त। ओके, अब उकालोमा चाहिँ कसरी भिडियो बनाउने होला? कसरी बनाउने होला उकालोमा चाहिँ भिडियो? अलिक गाह्रो भयो मलाई त। तपाईँ प्रयास गर्दैछु। गाह्रो सजिलो कतिको छ? ठिकै छ, सकिन्छ जस्तो छ। ओके, यही बाटोबाट सिधै यो बाटोबाट सिधै गयो भने हामी त्यो पोखरीमा पुग्न सक्छौँ। त्यो सबैभन्दा डाउन लेभलमा छ। यो चोबारको डाउन लेभलमा छ र हामी त्यहाँबाट अलिकति बाटो मोडेर उकालोतर्फ लाग्दैछौँ हामी। ओके, जस्ट होप वी आर इन सेफ। साह्रै मिहिनेत भयो त। ओ, बाटो त असाध्यै गाह्रो रहेछ त। हन्टिङ गरे जस्तै भइरहेको छ। हनी हन्टिङमा गरे जस्तै भइरहेको छ त। अब मलाई चाहिँ कति गाह्रो भयो थाहा छ। मलाई चाहिँ कति गाह्रो। ठिकै छ दुईजना लड्यो भने म एक्लै लड्यो भने त ठिकै छ। दुईजना लड्यो भने बर्बाद हुन्छ। उठाउने मान्छे पनि चाहियो लडिसकेपछि त। ओके, तर ट्रिप गर्नु चाहिँ मजै आउँछ कहिलेकाहीँ बेला मौकामा। यो काठमाडौँबाटको नजिकैको एउटा मनोरञ्जन भनौँ कि एउटा अलि काठमाडौँ भ्याली बाहिरबाट अलिकति फरक भएको ठाउँ हो। दाइलाई माउन्ट एभरेस्ट जस्तै लाग्यो अरे। माउन्ट एभरेस्ट त यति सजिलो छैन नि त। यो त सानो हो। यो त जम्मा 200 मिटरको तलमाथि छ। माउन्ट एभरेस्ट त हजारौँमा छ त दाइ। कसरी चढ्ने होला त? हो, माउन्ट एभरेस्ट पनि चढिन्छ। यो सानो खुट्किलाले त अनि चढ्ने भनेको। योबाट अलिकति हो पायो भने अर्कोतिर चढेला। ठिकै छ, हामी अहिले टपमा पुग्यौँ। फेरि पनि योभन्दा अझै माथि गयो भने फेरि तपाईँलाई पनि भिडियो देखाउनु छु भाइ। हस् त, थ्याङ्क यू। फाइनली सेफ भयो यार।